हेलो गाइज, आज पनि मैले मेरो युट्युब च्यानलमा सानो ब्लग लिएर आएको छु। मैले चाहिँ मेरो ब्लगमा हेर्नुहोस्, सबैहरूले बुझिहाल्नु भयो होला, म चाहिँ गाजरको हलुवा बनाउँदैछु। अनि तपाईँहरूले कसरी बनाउनुहुन्छ मलाई पनि भनिदिनु होला है। मैले चाहिँ यो सिम्पल रेसिपी लिएर आएको हो। तपाईँहरू पनि ट्राई गर्नुभयो भने एकदम राम्रो हुन्छ। तपाईँहरूले हेरिसक्नु भयो होला मैले के युज गरेछु भनेर। यसरी नै मैले बनाएँ मेरो गाजरको हलुवा। कुकरमा 4-5 सिटी मार्यो, मजाले पाकेर आफ्नो छोराछोरीलाई खुवाएँ। यो चाहिँ हाम्रो रातिको 9 बजेको भिडियो। मेरो छोरालाई मिठो भनेर देखाउँदै थियो, यो खिच्नै पाएन। अनि मेरो छोरीले चाहिँ तातो भयो मम्मी भनेर रुन लाग्यो, मुखमा तातो हालिदिएर। हेर्नु होला है। अनि यसरी नै हाम्रो आजको मिनी ब्लग सकिएको। हजुरहरूले धेरै माया दिनु होला, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ। बाई।